फाइनल्ली ब्लिच एनिमीको होल सिरिज कम्प्लिट हुन गइरहेको छ। अहिले 1000 एट ब्लड वारको पार्ट 4 चलिरहेको छ र यो पार्टमा टोटल 10 वटा एपिसोडहरू हुनेवाला छन्, जसमा 5 वटा एपिसोडहरू अलरेडी ड्रप भइसकेका छन् एन्ड अल दिस एपिसोड्स आर अन फायर। किनभने यसले हरेक एपिसोडमा एबभ 9 को रेटिङ मेन्टेन गरेको छ भने एपिसोड 10 ले त झन् पर्फेक्ट 10 on 10 को रेटिङ पाएको छ। र यो कुरा कुनै चान्चुने कुरा होइन। र अब कुन एपिसोडले कतिको रेटिङ पायो भन्ने कुरा अलि विस्तारमा बुझौँ है त। एपिसोड 1 गड अफ थन्डरलाई ओभर 15,000 मान्छेले 9.3 का रेटिङ दिएका छन् भने एपिसोड 2 सन अफ डार्कनेसलाई पनि 15,000 मान्छेले 9.7 का रेटिङ दिएका छन्। त्यसैगरी एपिसोड 3 ब्लड फर माई बोनलाई 13,000 मान्छेले एपिसोड 1 जतिकै 9.3 का रेटिङ दिएका छन् भने एपिसोड 4 द पर्फेक्ट क्रिम्सनलाई 19,000 जना मान्छेले 9.8 को रेटिङ दिएका छन् र अन्तिममा एपिसोड 5 डिफेन्ड यूलाई अहिलेसम्मकै हाइएस्ट 20,000 मान्छेले पर्फेक्ट 10 on 10 का रेटिङ दिएका छन्।